आज हामी कुन किताबको बारेमा बताउन गइरहेका छौँ? आज हामी थिङ्क एन्ड ग्रो रिचको बारेमा बताउँछौँ। ध्यान दिएर सुन्न पर्छ है। यस पुस्तक नेपोलियन हिलले सफलता र धन प्राप्ति केवल भाग्यले होइन, सही सोच, स्पष्ट लक्ष्य र दृढ इच्छा शक्तिले सम्भव हुन्छ भन्ने सन्देश दिनुहुन्छ। उहाँका अनुसार सबै उपलब्धिको सुरुवात बलियो इच्छा डिजायरबाट हुन्छ। तपाईले कति कमाउने, कहिले कमाउने र कसरी कमाउने भन्ने स्पष्ट योजना हुनुपर्छ। त्यसपछि आत्मविश्वास, फेथ र सकारात्मक सोचले तपाईको अवचेतन मनलाई लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसलाई दैनिक आत्मप्रेरणा और सजेसन मार्फत अझ बलियो बनाउन सकिन्छ। सफलता प्राप्त गर्न विशेष ज्ञान र सिप आवश्यक हुन्छ, त्यसैले निरन्तर सिकिरहनु र आफूलाई सुधार्दै जानु जरुरी छ। केवल सोचेर मात्र होइन, व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्नु र असफलता आए पनि नहार्ने दृढता, पर्सिस्टेन्स राख्नु नै सफल व्यक्तिको पहिचान हो। साथै समान लक्ष्य भएका सकारात्मक मानिसहरूको समूह अर्थात् मास्टरमाइन्डसँग सहकार्य गर्दा अनुभव, ज्ञान र ऊर्जा साटासाट भई सफलता छिटो प्राप्त गर्न सकिन्छ। यस पुस्तकको मुख्य सन्देश के हो भने, यदि तपाईले आफ्नो सोच परिवर्तन गर्नुभयो, लक्ष्य स्पष्ट बनाउनुभयो, निरन्तर सकारात्मक मानसिकता राख्नुभयो र योजनाबद्ध तरिकाले कार्य गर्नुभयो भने धन मात्र होइन, जीवनका अन्य क्षेत्रमा पनि ठूलो सफलता हासिल गर्न सकिन्छ।